रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने एउटा सुन्दर ताल राजा महेन्द्रले भन्नुभएको स्वर्गको अप्सरा भन्नुभएको रारा तालमा छ। हेलो नमस्ते गाइज, होप सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी राकम कर्णालीबाट रारासम्मको यात्रा गर्दैछौँ। हाम्रो डेमा चाहिँ रारासम्मको यात्रा भनेको हाम्रो 6 दिनको यात्रा हुनेछ। 6 दिनमा चाहिँ हामी सम्भव भए त रारा पुरै घुमिन्छ, मुरमा टपसम्म पुगिन्छौँ। त्यसै गरी जुम्ला पनि घुमेर आउने हाम्रो प्लान छ। हामी चाहिँ राजा महेन्द्रले भनेको स्वर्गको अप्सरा भएको ठाउँ रारा ताल जाँदैछौँ र अब म चाहिँ ब्याग स्याग लिएर पुरा एक्साइटेड छु होइन। अब जानको लागि एकदम पुरै रेडी भइसकेको छु। अनि त्यसपछि अब मेरो चाहिँ एकछिनमा गाडी आइपुग्छ यहाँ तल। अनि त्यसपछि चाहिँ म रारा ताल जाँदैछु। लेट्स गो। अहिले चाहिँ दिउँसोको 2 बजेको छ र हामी चाहिँ अहिले कालीकोट जिल्लाको सदरमुकाम यानि कि यो पछाडि देखिरहेको खाडाचक्र नगरपालिका वार्ड नम्बर 1 को मानमा बजारमा छ। यो चाहिँ हाम्रो कालीकोट जिल्लाको सदरमुकाम हो र हामी चाहिँ अहिले राराको यात्राको आज तेस्रो दिनमा छौँ। हामी पहिलो दिन काठमाडौँदेखि नेपालगञ्ज आएर बस्यौँ। हामीलाई नेपालगञ्जमा सहयोग गर्ने, लजिङ र फुडिङको लागि सहयोग गर्नुहुने अस्मित गौतम र किरण खड्काज्यूलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छौँ। र त्यसै गरी हाम्रो दोस्रो दिन भनेको चाहिँ नेपालगञ्जदेखि राकम कर्णालीसम्म थियो। दोस्रो दिनमा चाहिँ हामीलाई सहयोग गर्नुहुने अङ्कित दाईलाई विशेष धन्यवाद दिन चाहन्छौँ। र हामी चाहिँ आज राकमबाट दिउँसोको 12 बजेतिर त्यहाँबाट हिँडेका थियौँ। अब अहिले चाहिँ हामी 2 घन्टामा चाहिँ मानमा बजार आइपुगेका छौँ। यो पछाडि देखिएको दृश्य चाहिँ कालीकोट जिल्लाको सदरमुकाम मानमा बजारको हो। यो चेङ्राको बाल अनि यसको हामी पाखी राडी लिउ बुन्छौँ। हेर्नु यो अर्गानिक पाखीहरू लिउहरू अनि पाखी बनाउँछौँ। यो हाम्रो चेङ्राको बालको हेर्नु यस्तो काटेर अनि फेरि बटारेर डल्लो लगाएर फेरि अनि ठ्याक्कै हामीले लिउ बनाउँछौँ, पाखी बनाउँछौँ। यो कालीकोटतिरको यो हाम्रो चेङ्राको बाल। बुवाको घर चाहिँ यतै हो बुवा? हजुर हजुर, हाम्रो कालीकोटै हो। हामी चाहिँ आज राराको तेस्रो दिनमा चाहिँ हामी यो आज नागमा बजार कालीकोटको नागमा भन्ने बजारमा आएर बस्दैछौँ। र यहाँ चाहिँ के छ भन्दाखेरि एउटा सुविधा के रहेछ भन्दाखेरि चाहिँ उताबाट तपाईँ बसमा आउनु भन्छ भने चाहिँ यहाँ बसेको चाहिँ पैसा पर्दैन, खाएको मात्र चाहिँ खाना खाएको मात्र पैसा पर्ने रहेछ। एकदम सस्तो छ यो बजार होइन। खानाको लागि चाहिँ हाम्रो एभरेज नै छ, अन्त हाइवेतिर पाइने जस्तै नै छ खानाको लागि भने। बस्नको चाहिँ यहाँ पैसा पर्दैन। ठ्याक्कै अहिले चाहिँ 5:17 गयो। तपाईँले देख्न सक्नुहुन्छ होइन। हामी चाहिँ अहिले नागमा बजारमा छौँ। पुरै बाहिर चाहिँ भीषण पानी परिरहेको छ। तपाईँको पानी परिरहेको, त्यही भएर अब लाइन साइन के हुन्छ होइन। आज चाहिँ राराको 4थो दिन, सायद आज हामी पुगिन्छौँ नि होला होइन। आज गएर चाहिँ हामी रारा नबस्ने हो। लेट्स गो। आज चाहिँ हामी राराको 4थो दिन बिहान नागमाबाट हिँडेका थियौँ। नागमाबाट चाहिँ अब हामी अहिले चाहिँ जुम्ला जिल्लाको बुलबुले भन्ने ठाउँमा छौँ। यहाँबाट चाहिँ हाम्रो अब 33 किलोमिटर छ मुगु पुग्नको लागि। आज चाहिँ हाम्रो लास्ट स्टेसन भनेको सल्लेरी और रारा ताल नै हुन्छ होला हाम्रो लास्ट स्टेसन। यो चाहिँ हाम्रो बुलबुले भन्ने ठाउँ हो जुम्लाको। हामी राराको यात्रातिर लाग्दैछौँ। पुरा पानी परिरह, बाटोमा पहिरो छ, हिँड्न नसकेर एकदम
गाह्रो भइरह फाइनली यो चाहिँ सल्लेरी चेक पोइन्ट रारा आइपुगिसकेका छौँ ट्याक लाएर यस अब हामी चाहिँ सल्लेरी चेक पोइन्टबाट भित्र छिरिसकेका छौँ हामी सल्लेरीको चेक पोइन्टबाट चाहिँ के हुँदो रहेछ भन्दाखेरि त्यहाँ नामहरू इन्ट्री गराएर नाम नम्बर इन्ट्री गराएर त्यहाँबाट माथि चाहिँ म हुटु भन्ने ठाउँमा नि कि त्यो रारा ताल पारी जाँदैछु दाइहरूलाई भेट्नलाई गाइज बाटो रमाइलो छ हामी चाहिँ अहिले राराको सुन्दर पाटनमा आइपुगेका छौँ सल्लेरीबाट आधा घन्टाको हिँडाइपछि चाहिँ यो देखिने सुन्दर पाटन छ नि यो पाटनमा छौँ हामी चाहिँ हाम्रो फाइनल डेस्टिनेसन हो गाडीहरू लगायत सम्पूर्ण चिज आउने चाहिँ यो पाटनको अगाडिपट्टिबाट चाहिँ गाडी कुनै पनि बाइकहरू चाहिँ प्रवेश निषेध छ यहाँबाट चाहिँ हिँडेर जानुपर्छ अब कुरा गरौँ यहाँसम्म आउनको लागि कस्ट कति लाग्छ यदि तपाईँहरू बसमा आउनुहुन्छ भने काठमाडौँबाट कुरा गरौँ काठमाडौँबाट पहिलो दिन तपाईँहरू सुर्खेत आउनुहुन्छ त्यसको लागि तपाईँहरूलाई एराउन्ड 3000 देखि 3500 सम्मको भाडा राखौँ त्यहाँबाट तपाईँहरू दोस्रो दिन कहाँ आउनुहुन्छ नागमा आउनुहुन्छ र नागमा आएर बस्नुहुन्छ तपाईँ नागमा बसेको चाहिँ तपाईँहरूको लागि कस्ट भनेको 1000 देखि 1500 पर्छ र नागमाबाट भोलिपल्ट त्यही गाडीले चाहिँ तपाईँहरूलाई कहाँनिर आउँछ त हाम्रो चाहिँ ताल्चानिर लिएर आएर छोडिदिन्छ तपाईँहरूलाई चाहिँ भाडा चाहिँ त्यसमा चाहिँ तपाईँहरूको एराउन्ड 3500 जति पर्न आउँछ अनि तपाईँहरू माथि अब घोडामा आउनुहुन्छ भने 1500 त्यहाँसम्म तालसम्मको अब अरू एक्सपेन्सेस भनेको चाहिँ यताउता खर्च खानाहरू अब यहाँ आउन चाहिँ अलिकति महँगै छ टोटल चाहिँ एराउन्ड तपाईँहरूलाई चाहिँ एराउन्ड 25,000 देखि 30,000 सम्म बजेट भयो भने चाहिँ तपाईँहरू रारा आइपुग्न सक्नुहुन्छ बाइककोमा पनि एराउन्ड त्यति नै हो त्यति नै पर्छ टोटल डेज भनेको चाहिँ तपाईँहरूले 7 देखि 8 दिन राख्नु होला काठमाडौँदेखि रारा आउन घुम्न र फर्किनको लागि जो रारा ताल छिर्ने बाटो हो देख्न सक्नुहुन्छ कति सुन्दर दृश्य छ यता चाहिँ रुखहरू अनि यता बाटो चाहिँ यस्तो छ हामी चाहिँ स्टक लाएर यसरी हिँड्दै हामी चाहिँ अहिले मुगु जिल्लाको छायानाथ गाउँपालिकाको रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने एउटा सुन्दर ताल राजा महेन्द्रले भन्नुभएको स्वर्गको अप्सरा भन्नुभएको रारा तालमा छौँ हामी यो मेरो पछाडि देखिरहेको दृश्य चाहिँ रारा तालको हो आजको हाम्रो डेस्टिनेसन डे 4 को डेस्टिनेसन चाहिँ आज यहीँ इन्ड हुन्छ र भोलिको हाम्रो डेस्टिनेसन भनेको चाहिँ यही रारा ताल मुरमाटप हुँदै यताका पाटनहरू सबै घुमेर सक्ने रारा नगरपालिकाको एउटा रारा राष्ट्रिय निकुञ्जको कार्यालय हुटु भन्ने ठाउँमा छौँ हामी चाहिँ यहाँ देखिरहेको छ यो बोर्डमा चाहिँ रारा राष्ट्रिय निकुञ्ज छ स्थापना चाहिँ 2032 सालमा भएको रहेछ त्यसै गरी यसको कुल क्षेत्रफल चाहिँ 106 स्क्वायर किलोमिटर वर्ग किलोमिटर छ र यसको उचाइ भनेको चाहिँ 1800 मिटरदेखि 4097 सम्म चाहिँ यसको उचाइ छ यसको चाहिँ तालको चाहिँ लम्बाइ भनेको चाहिँ 5.2 किलोमिटर छ त्यसै गरी चौडाइ 2.7 किलोमिटर गहिराइ चाहिँ 169.93 छ त्यसै गरी यो चाहिँ 2007 सालमा रामसारमा चाहिँ रामसार क्षेत्र भनेर घोषणा भएको थियो भनेपछि यसको चाहिँ रामसार साइड चाहिँ 1695 छ यसको एरिया रामसारको एरिया भनेको चाहिँ 15.83 स्क्वायर किलोमिटर छ यहाँ चाहिँ 7 प्रकारका माछाहरू पाइन्छन् भने यहाँ चाहिँ 1070 प्रकारका चाहिँ वनस्पतिहरू पाइन्छन् यसको यो चाहिँ मध्यवर्ती क्षेत्र हो मध्यवर्ती क्षेत्र चाहिँ 2063 साल असोज 9 गते भएको थियो त्यसै गरी यसमा चाहिँ मध्यवर्ती क्षेत्रमा चाहिँ 4 वटा स्थानीय तहहरू पर्छन् थ्याङ्क यू सो मच दाइ यार मलाई लजिङ फुडिङ घुमाउनको लागि दाइ धेरै धेरै धन्यवाद है हजुरलाई ल